हेलो हेलो साथीहरू नमस्ते। आज चाहिँ मेरो होइन अब आजबाट मेरो 5-6 दिनै झारो खोल्ने, झारो भइरहेको छ। झारो खोल्ने, रिमेन्टेनेन्स गर्ने, मल पानी दिने छ बगैँचाको होइन। अनि मसँग अब मजाको छ क्या बगैँचा चाहिँ होइन, मलाई पनि दिल खुस हुन्छ। अनि यति प्रजातिहरूको कलेक्सन गरेको छु कि छोडिदिनुहोस् क्या। कहाँदेखि कलेक्सन गरेको छु, किनेको छु होइन। अनि बिहान चाहिँ मैले यति गरेको होइन, यहाँ भएको बिरुवाहरू घाँस निकालेर गरेको। अनि एउटा दुईवटा तिनवटा चारवटा पाँचवटा छवटा सातवटा त्यहाँ आठवटा, एउटा रुखमा 8 प्रजातिहरू कलेक्सन गरेको छु अर्किड। अनि किनेको नै धेरै छ मसँग, हाइब्रिडहरू पनि धेरै छ। लोकल 1-2 प्रजाति होला, खासै लोकलको त राम्रो हुन्न नि त। अनि म चाहिँ आज सबै घाँस निकाल्ने, हेर्ने होइन, गोड्ने। अनि यो लालीगुराँसमा पनि अर्किड छ। इलाम, कालिम्पोङ, दार्जिलिङ, दोलखा होइन, आदि ठाउँबाट कलेक्सन गरेको छु, किनेको छु। अनि बोनसाई बिरुवाहरू छन् 15 वर्ष 20 वर्ष 22 वर्ष 22 23 24 वर्षकै भइसक्यो होला। जुङ्गा नआउँदा मेरो जुङ्गा आएकै थिएन त्यतिखेर मैले बोनसाई गरेका बिरुवाहरू अहिले फल्दैछ फुल्दैछ। यो चाहिँ अस्ति मात्रै बनाएको होइन। अनि भित्र थियो, बोक्न लास्ट गरम भएर भित्रै छोडिदिएको। अनि आज चाहिँ छोरा र म भएर बाहिर निकालेको। अनि आज चाहिँ म यहाँ काम गर्नेवाला छु। अनि अर्किडहरू मिलाउने छु योपालि। अर्किड थुप्रै छ, हाइब्रिड अर्किड छ, नन हाइब्रिड छ। सफा गर्ने, घाँस निकाल्ने हो। अरू त त्यस्तै हो, त्यहाँ के गर्नु जिन्दगीमा।